रिकभरी एप्रोच पनि हामीले युज गरेका छौँ, त्यो पनि राम्रो भएको छ र गभर्मेन्टहरूसँग पनि पार्टनर गरेर हामीले चाहिँ काम गरेका छौँ। अर्को अब वास्ट एडभोकेसी एप्रोचेस, एउटा त अब हामीले चाहिँ यो कन्स्ट्रक्सनै गर्नलाई सपोर्ट गर्ने भयो, एउटा अर्को चाहिँ नि यो वास्टमा चाहिँ एक्सेस बढाउनको लागि हामीले एडभोकेसीहरू पनि गरिरहेका छौँ। मैले अघि पनि भने है, अब वास्टमा एडभोकेसी हामीले चाहिँ एडभोकेटिङ वास्ट इस्युज इन द अर्बन वाटर सेक्टर रिफर्म इन काठमाडौँमा यो जुन अर्बन वाटर सेक्टर रिफर्मको दौरानमा चाहिँ हामीले चाहिँ खास गरेको त समयमा ट्युबवेल सानो ट्युबवेलमा एकदम यो चाहिँ वाटर लेभल हाई भएको ठाउँमा चाहिँ दुध जानै पर्दैन, सालोमा पानी आउँछ, त्यही पानी चाहिँ सबै खाएर होइन। र अहिले चाहिँ यो भरतपुरमा गरेको चाहिँ यो सालो होइन कि त्यस्तो खालको यो डिप बोरिङ नै हो। त्यो डिप बोरिङ गरेर पानी चाहिँ पहिला होइन, जोडो अर्गनाइजेसनहरूले जति पनि सेनिटेसन प्रमोटको कामहरू गर्यो, पोर्ट कम्युनिकेसन सेनिटेसन काम गर्ने, त्यो सबै चाहिँ पहिला एकदम 100% सब्सिडीमा बनायो। त्यसपछि सब्सिडी हराउँदै गइयो होइन, हराउँदै गयो। अहिले त के हुन्छन् भने अहिले त भनौँ न यो चाहिँ एकदमै कम्युनिटी लेड टोटल सेनिटेसनको टोयलेटको भयो। अब हामी कहाँ त 2 रुपियाँको टोयलेट छ, अब के कसले युज गर्छ, के पनि छैन 2 रुपियाँको टोयलेट उनीहरू तर छन् भनेको मैले त्यति खालको ड्रेन्सहरू उनीहरूले दिएका छन् होइन। अब हामी कहाँ त मान्दैन मान्छेहरू यहाँ होइन, हामीले चाहिँ एकदमै लो कस्टमा यो मोडेललाई टेस्ट पनि गरेका छौँ काठमाडौँ भ्यालीभित्रै र टेस्टबाट आएका कुराहरू र ती मोडेल्सहरूलाई चाहिँ कस्तो किसिमको कम्पनीमा के मोडेल सुइटेबल होला भनेर म एउटा इन्जिनियर भएको नाताले इन्जिनियरिङ मोडेल चाहिँ लाई चाहिँ मैले अलिकति छलफल गरौँला लास्टमा पनि। ब्याकग्राउन्ड अफ द स्टडीमा वाटर एन्ड सेनिटेसनले जहिले पनि भाइटल रोल खेला हुन्छ, स्पेसली इकोनोमिक डेभलपमेन्ट। हामी अहिले हाम्रो राष्ट्रले के भन्छ भने अब राजनीतिक धेरै कुराहरू भयो, अब हामी इकोनोमिक त्यसमा जानुपर्छ भनेर हाम्रा नेताहरूले पनि भन्छन्, सोसियल इन्जिनियरले पनि भन्छन्, जम्मै कुरा भन्छ। तर हामी आफै स्वस्थ छैनौँ भने त्यो इकोनोमिक त कहाँ भयो होइन। त्यसमा हामी स्वस्थ हुनुको लागि बेसिक कुरा भनेको त हामीले पिउने पानी र हामीले गर्ने फोहोरलाई खानको लगाउनु होइन। हामीले पिउने पानी स्वस्थ हुनु पर्यो र हामीले गरेका फोहोरहरू, हामी व्यक्तिले गरेका फोहोरहरू प्रपर ठाउँमा जान्छ, त्यसपछि मात्र हामी इकोनोमिक डेभलपमेन्टको कुराहरू। मान्छे स्वस्थ भनेको अलि एक्टिभ हुन लागेको छ। त्यस्तै गरी मोर देन हाफ अफ द पपुलेसन पोर कन्डिसनमा संसारको परिप्रेक्षमा, त्यसमा अर्बन र रुरल दुइटैले जोडेर 50% जति पनि छ, कति बनाएको छ किनभने 8-10 अरब कति पुगिसक्यो होला है। त्यसमा चाहिँ 50% चाहिँ गरिबकै कारणले हुन्छ, विभिन्न कारणले। गरिबीको पनि एउटा इन्डिकेटर यहाँले सुन्नुभएको होला। यी इन्डिकेटरहरूको आधारमा अर्को एउटा वाटर एन्ड सेनिटेसन सेक्टर एउटा चाहिँ प्रायोरिटी सेक्टर सिन्स लास्ट फ्यु डिकेड, धेरै वर्षदेखि वाटर एन्ड सेनिटेसन डिकेड भन्ने पनि यहाँले सुन्नुभयो होला। नेपाली सरकारले पनि इन्टरनेसनली प्रमिस गर्दा, त्यसैले मैले पनि मेरो 2015मा आउँछ मेरो एजुकेसन चाहिँ त्यो आधारमा पनि हो। त्यति बेलासम्म आउँछ कि भन्नेले हो भन्न सकिन्न, आउन सक्छ पनि नआउन सक्छ। तर पनि के छ त भन्दाखेरि हामीले पानी अहिलेको अवस्थामा हामीले पानी चाहिँ झन्डै 60देखि 70% जनताले मात्र हामीले त्यो पनि पानी सप्लाई गर्न सकेका छौँ। वेदर द्याट इज सेफ अर नट होइन, त्यो फिजिकली होइन, केमिकली होइन, त्यो ठिक छ कि छैन थाहा छैन। र अर्को कुरा नेपालको एउटा पपुलेसन 34 मिलियनमा 2011 27% विल बी इन द अर्बन एरिया, 27% चाहिँ अर्बन एरियामा हुने एउटा त्यो गरिएको छ, प्रक्षेपण गरिएको छ। यदि 27% जनताहरू अर्बन एरियामा अघि मैले भने यो जम्मै नट ओन्ली काठमाडौँ सबै हाम्रो ग्रोइङ इमर्जिङ सिटिजहरूमा आएर बस्ने सम्भावना छ भने ती अर्बन पोरहरूलाई पनि एड्रेस गर्नलाई गभर्मेन्टले के गर्नु पर्यो त पोलिसी ल्याउन अति नै आवश्यक भइसकेको छ। इट इज टु लेट भन्न पनि हुन्छ। एकैछिन ब्याकग्राउन्डकै क्रममा किन त भने वाटर रिलेटेड डिजिज हामीले थाहा छ, हामीले लाग्ने जति पनि रोग छ हामी धेरै ठाउँमा पनि धेरै प्रिफरेन्स दिइरहेको छौँ। 50% छ पानी र होइन सरसफाइको कारणले। यदि पानी एउटा मात्र सेफ खान सक्यो भने पनि हामी 50% रोगबाट हामी छुटकारा पाउँछौँ।